ल सम्पूर्ण मित्रहरूलाई दर्शन मेरो चाहिँ खाजा तयार भएको छ। यो अचार हो। यहाँ पुदिना टमाटरको अचार छ। यो आलु यो चाहिँ विशेष गरी अब अचार पनि अन्तिम हुन आँट्यो। पहिला हामी गाउँघरमा हुँदा त एकदम यस्तोको खाजा खान्थ्यौँ काम गर्दाखेरि। अचेल त अब गाउँघरमा पनि प्राय आलु त खाँदैनन् होला, अरू नै खाजा खाँदो रहेछन्। म चाहिँ त्यसको सम्झनामा त्यति बेला हामीले खाएको यादमा यो आलु अनि यो अचार खान गइरहेको छु मित्रहरू। पुरा त्यति बेला चाहिँ अब यो चाहिँ अब अलिक आलु त्यति मिठो त छैन। त्यति बेला चिम्टे मट्टीमा फलेको आलु हामीले खान्थ्यौँ, यस्तो तरिकाले खान्थ्यौँ। यो चाहिँ आलु होइन है मित्रहरू, यो चाहिँ अन्डा हो। मेरो छोरीको लागि पकाइदियो, कता खेल्नु भएछ। तातो तातो पनि रहेछ। त्यति बेलाको यसरी खाने मेरो साथीहरू, हामी खेताला पात पर्म गर्दाखेरि खाने साथीहरू पनि अहिले त कहाँ कहाँ पुगे। कोही मित्रहरू मात्रै कन्ट्याक्टमा छन्। खर्सानी चाहिँ छैन यो अचारमा। खर्सानी चाहिँ फेरि मेरो दुश्मन हो, साथी हो। बाहिर एकदम सिमसिम पानी परिरहेको छ, किनकि मलाई त्यति बेलाको याद आयो अनि आलु उसिनेर खाने मलाई मन लाग्यो। त्यही भएर म खाँदैछु है मित्रहरू। एकदम मिठो छ। अचार पिरो नभए पनि मिठो छ। अचार यस्तो छ। पुदिना, अदुवा, टमाटर, लसुन। साह्रै मिठो लागिरहेको छ मित्रहरू। खाने भने आउनु कान्छी, आलु आउनु। बोलेको आउँदैन आलु। साह्रै मिठो छ आलु। आज चाहिँ धेरै वर्ष पछाडि याद आयो, त्यही भएर यो भिडियो बनाएर खाएको है मित्रहरू। खानु त म सधैँ पनि खान्छु, तर चाहिँ विशेष याद भएको हुनाले भिडियो नै बनाएर खानुको हो मित्रहरू।